मस्त पारामा बसेर केटाहरूसँग मोसान्ने चिलमा बाहिर हेर्दा सब ठिक छ तर भित्र गएर पीडा छ दिलमा दिन काट्ने गाह्रो बाटो जान्छ समय अहिले किसादे रिलमा साथीभाइ सब साथमा छ तर मैले माया गर्ने कोही छैन यो दिलमा पहिला त सब ठिक नै थियो तर थाहा छैन आजकल चाहिँ के भयो जीवनमा असफलता मात्र घुमिरहन्छ मस्तिष्क मेरो के कुरा थाहा छैन मलाई थाहा छैन भविष्य के हो जिन्दगी अनौठो खेल्यो खेल्न गाह्रो र मिल्दा चाहिँ भयो कागजको पानामा कलमले कोरेर पोख्दैछु भावना कपीमा लेखेर भित्रको आत्मालाई सबैले मारिदियो भगवानको छोरालाई सैतानलाई बेचेर मान्छेमा एउटा छु दुईवटा रूप अध्यारो धेरै छ चाहिरहेछ धोप भन्न खोजे मेरो कुरालाई बुझको सहीको गलत दुबैमै हो याद राख्छु दुःखमा कसले चाहिँ साथ दिएको थियो अगाडि बढ्दैछु छैन म अझै आँटेको चाहेको पाइन भाग्यको डोरीले बाँधेको घमण्ड गर्दिन सिकाएको मलाई हारले हो निरन्तर सङ्घर्ष गरेको सिस चाहन्छु जीवनमा पार सब ठिक एक दिन त अवश्य होला नि जित जति मेहनत गरौँ लक्ष्य नजिक आज नभएन भोलि नै ठिक गर्छु म मेहनत जान्दिनँ ट्रिक अब त जसरी भयो नि गर्छु सफलताको मैले रूप बिस गन्तव्यबाट म कहिले पनि फर्किदिन थाकी होला तर मेरो पाइला रुकेका छैनन् जति अप्ठ्यारो बाटो आए पनि म रोकिने होइन किनकि मैले कहिले पनि हार मान्न सिकेको छैन सक्दैन स्पन्सन कतिले लेख्ने गर्छु मैले आँसुको मसीले अध्यारो भयो नि गरिदियो उज्यालो आउँछ मनभित्रको बत्तीले छातीमा खुल्ला छ कुत्रीको घाउ सर्पहरू खोज्न आउँदैछन् दाउ आशाको ज्योतिमा उज्यालो पाओ अध्यारो धेरै भयो उज्यालो छाउ अहिले गर बिस्कन काम अनि पछि गर मिल्छ आराम दुःखको झरी परे पनि बनाइदे तेरो मुटुलाई फलाम शून्यता सुरुमा अनि त्यसपछि आउने छ ठुलो तुफान सङ्घर्ष गर अनि बल त हुने जस्तो नि महान शून्यता सुरुमा अनि त्यसपछि आउने छ ठुलो तुफान सङ्घर्ष गर अनि बल त हुने जस्तो नि महान